योभन्दा अगाडिको भिडियोमा हामीले हेरेका थियौँ कि बप्तिस्मा दिने यूहन्नाले येशूको बाटो तयार पारेका थिए र येशूको बप्तिस्मा पनि भएको थियो। त्यसपछि येशूलाई उजाड स्थानमा शैतानद्वारा परीक्षा गरिएको थियो। यी कुराहरू हामीले अस्तिको भिडियोमा हेरेका थियौँ। आज हामी त्यसपछिको घटनाहरू के भयो त भनेर थोरै अगाडि हेर्नेछौँ। अब यरुशलेमका केही नेताहरूले केही पुजारीहरू र लेवीहरूलाई यूहन्नासँग तिमी को हौ भनेर सोध्न पठाए। यूहन्नाले उनीहरूलाई सत्य बताइदिए। उनले कुनै हिचकिचाट बिना खुलेआम र स्पष्टसँग भनिदिए, म ख्रिस या मसीह होइन। अनि फेरि उनीहरूले सोधे, त्यसो भए तिमी को हौ? तिमी एलिया हौ त? उनले जवाफ दिए, होइन, म एलिया पनि होइन। उनीहरूले फेरि सोधे, त्यसो भए तिमी भविष्यवक्ता हौ त? उनले जवाफ दिए, होइन, म त्यो भविष्यवक्ता पनि होइन। त्यसपछि उनीहरूले भने, तिमी को हौ? हामीलाई आफ्नो बारेमा केही कुरा बताऊ। जसले हामीलाई पठाएका हुन्, उनीहरूलाई हामीले जवाफ दिन सकौँ। त्यसपछि यूहन्नाले तिनीहरूलाई भविष्यवक्ता यशायाको वचन सुनाएर भने, म उजाड स्थानमा कराउनेको आवाज हुँ। परमप्रभुको लागि बाटो सिधा बनाऊ। ती यहुदीहरू फरिसीहरूबाट पठाएका मानिसहरू थिए। तिनीहरूले यूहन्नालाई सोधे, तिमीले भन्यौ कि तिमी मसीह होइनौ, एलिया पनि होइनौ, भविष्यवक्ता पनि होइनौ। त्यसो भए तिमी किन मानिसहरूलाई बप्तिस्मा दिइरहेका छौ? यूहन्नाले उत्तर दिए र भने, म तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु, तर तिम्रो बीचमा एक व्यक्ति हुनुहुन्छ जसलाई तिमीहरू चिन्दैनौ। उहाँ मेरो पछि आउनुहुनेछ र म उहाँका जुत्ताको फित्ता खोल्न पनि योग्य छैन। यी सबै कुरा यर्दन नदीको पारी बेथानियामा भइरहेको थियो, जहाँ यूहन्ना मानिसहरूलाई बप्तिस्मा दिइरहेका थिए। अनि भोलिपल्ट यूहन्नाले येशूलाई आफूतिर आइरहेको देखे र मानिसहरूलाई भने, उहाँलाई हेर, उहाँ परमेश्वरको थुमा हुनुहुन्छ, जसले संसारको पापहरू हटाउनुहुन्छ। उहाँ नै ती व्यक्ति हुनुहुन्छ जसको बारेमा म पहिले तिमीहरूलाई बताएको थिएँ। म पछि आउने व्यक्ति मभन्दा महान हुनुहुन्छ, किनभने उहाँ मेरो जन्मभन्दा अघि नै हुनुहुन्थ्यो।